हेलो एभ्रिवान, आज हामी कुरा गर्नेछौँ क्रिकेटमा, जहाँ क्रिकेटले भाषा बोल्नेछ। हाम्रो साथमा हुन्छ क्रिकेट एक्सपर्ट एनालिस्ट अभिषेक भण्डारीज्यू। यहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद। आज हामी कुरा गर्नेछौँ इलिमिनेटर 1 को बारेमा। इलिमिनेटर 1 मा भिडन्त हुँदैछ काठमाडौँ गोर्खास भर्सेस लुम्बिनी लायन्समा। अब हामी सुरुमै कुरा गर्नेछौँ ब्याटिङमा। सुरु गर्दाखेरि काठमाडौँ गोर्खासको रहनु। काठमाडौँ गोर्खासको ब्याटिङ कस्तो छ त? काठमाडौँ गोर्खासको ब्याटिङ राम्रो छ होइन। यसो ओभरअल हेर्दाखेरि फुल्ली ब्याटिङ चाहिँ मोरओभर चाहिँ डोमेस्टिक भन्दा पनि फरेन प्लेयरहरूमा डिपेन्ड छ। काठमाडौँ गोर्खासको कुरा गर्दाखेरि मिलन कुमार एकदमै राम्रो फर्ममा हुनुहुन्छ अनि राम्रो पर्फर्मेन्स नै गरिराख्नु भएको छ। त्यसपछि हाम्रो सन्नी पटेल भयो, अनि हाम्रो चाहिँ सिमसन भनेर हुनुहुन्छ विकेट किपर होइन, अनि चार्ल्स वर्थ भनेर ओपनिङ गर्नुहुन्छ। यिनीहरू छ। त्यो अब यिनीहरू चाहिँ फरेन प्लेयर भयो अब होइन। त्यसपछि चाहिँ अब डोमेस्टिकमा कुरा गर्दा चाहिँ लास्ट इनिङ हाम्रो भीम सार्कीले जुन हिसाबले खेल्नु भएको छ एकदमै गेम चेन्जिङ इनिङ थियो त्यो। उहाँले 19 बलमा नि 8 सेन्चुरी पुरा गर्नुभएको थियो पोखरासँग। ब्याटिङ अहिले हेर्दाखेरि चाहिँ एकदमै राम्रो छ। अलि अब उहाँले चाहिँ राशिद खानलाई चाहिँ वान डाउनमा चाहिँ प्रमोट गरेको छ यो सिजनमा होइन। त्यो हेर्दाखेरि चाहिँ अब मलाई चाहिँ के लाग्छ भन्दाखेरि राशिद खान चाहिँ हार्ड हिटर ब्याट्सम्यान हो, अलराउन्डर हो, मोरओभर बलर हो होइन। उहाँलाई चान्स धेरैचोटि दिइसक्यो तर प्रुभ गर्न सकेको छैन। 3 नम्बरमा चाहिँ अब जुन हिसाबले अस्ति भीम सार्कीले खेल्यो, भीम सार्कीलाई नै 3 नम्बरमा चाहिँ ट्राई गर्दा चाहिँ अझ बेटर ब्याटिङ लाइनअप हुन्छ जस्तो लाग्छ। इलिमिनेटरको कुरा छ, ओपनिङ ब्याट्सम्यानको कुरा आउनै पर्यो। ओपनिङ साझेदारी कस्तो हुनुपर्छ त? ओपनिङ चाहिँ स्टार्ट चाहिँ राम्रो दिनुपर्छ जस्तो लाग्छ होइन। जुन हिसाबले अब काठमाडौँको ओभरअल हेर्ने हो भनेपछि त्यस्तो भएको छैन, ओपनिङहरूले त्यस्तो गरेको छैन। अब जसरी अब लास्ट हाम्रो अस्तिको गेम सुदूरपश्चिम भर्सेस विराटनगरकै कुरा गरौँ, ओपनिङ राम्रो स्टार्ट भइरहेको थियो। त्यो भएर उहाँहरूले राम्रो टोटल चेन्ज इजिली गर्न सक्नुभयो होइन। यो ओपनिङ चाहिँ एकदमै क्रुसल हुन्छ जस्तो लाग्छ मलाई, जुन हिसाबले पावर प्लेको रमाइलो राम्ररी युज गरेर। अब हामीले कुरा गर्नेछौँ लुम्बिनी लायन्सको ब्याटिङतर्फ। लुम्बिनी लायन्समा हाम्रो क्याप्टेन हुन्छ रोहित पौडेल, थाहा नै छ होला। अनि त्यस्तै श्रीलङ्कन प्लेयर डिकवालाको प्रदर्शनमा कतिको भर पर्नेछ त? एकदमै अब डिकवाला जुन गेम देखिआएको छ त्यो गेमदेखि रेगुलर 3 गेम जितेर चाहिँ क्वालिफाई भएको छ होइन। लुम्बिनीको एकदम लो चान्स थियो भनौँ न एउटा फेजमा होइन। तर डिकवाला आएदेखि जुन जुन हिसाबको उसको ब्याटिङ छ होइन, एकदम ब्यालेन्स बनेको छ। मोरओभर चाहिँ अब लुम्बिनीको चाहिँ ओपनिङ डार्सी सर्टले त्यस्तो राम्रो खेल्न सकेको छैन। त्यही पनि अब मिडल अर्डरमा चाहिँ एकदम पावर हाउस छ भन्न सक्छु चाहिँ मैले चाहिँ। अब जसरी रोहित पौडेल, सन्दीप जोरा, डिकवेलाले पनि मिडल अर्डरमा खेलिरहेको छ, दिलीप नाथ भयो होइन। डोमेस्टिक राम्रो छ। अब जुन हिसाबले रोहित पौडेलले रन चाहिँ हानेको छ, स्ट्राइक रेट चाहिँ राम्रो छैन होइन। अब के बिग प्लेयर हो होइन, बिग म्याचमा पर्फर्मेन्स गर्न सक्छ भन्छु। अनि जोराको पनि सानो सानो क्यामियो आइरहेछ, तर अब त्यस्तो राम्रो भनौँ न एउटा ठुलो इनिङ आएको छैन। हामी आशा गर्छौँ कि अब यो दुईजनाबाट डोमेस्टिक प्लेयरहरूबाट चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। मलाई पनि लाग्छ सन्दीप जोरा एकदम बिग इम्प्याक्ट प्लेयर हुन्, तर उनको प्रदर्शन हामीले एनपिएलमा देख्न सकेका छैनौँ। तर अब बलिङको कुरा गर्नेछौँ। आकाश चोपडाले पनि भनिसकेका छन् शेर मल्लको बारेमा। के भन्न चाहन्छ शेर मल्लको लागि? एकदमै शेर मल्लले अहिलेसम्म सायद सबै गेमहरूमा विकेट लिएकै छ होइन। एकदमै इम्प्याक्टफुल बलिङ गरेको छ होइन, एकदम इम्प्याक्ट परेको छ उहाँको बलिङबाट। अनि म चाहिँ उहाँलाई चाहिँ पहिलेदेखि नै फलो गर्ने भएर पनि अब सुदूरपश्चिमबाट खेल्दाखेरि होस्, लास्ट इयर जनकपुरबाट खेल्दा होस्, एकदमै मिस्टी स्पिनर होइन, रेयर छ, अहिले हामीसँग छैन त्यस्तो स्पिनर। अनि राम्रो गरिराख्नु भएको छ। त्योपछि जुन हिसाबले उहाँलाई तिलक भण्डारीले लेग स्पिन गरेर सपोर्ट गरिरहेको छ, एकदमै लुम्बिनीको चाहिँ बलिङ चाहिँ मोरओभर राम्रो देखिन्छ। अब लेफ्ट ह्यान्डर आयो भनेपछि चाहिँ रोहित पौडेल आइहाल्नुहुन्छ होइन। त्यो भएर चाहिँ बलिङ पनि अहिले चाहिँ अब जति टुर्नामेन्ट अगाडि बढ्दै जाँदैछ लुम्बिनी चाहिँ त्यति ब्यालेन्स टिम देखिँदैछ। इम्प्याक्टको कुरा गर्नुभयो हजुरले। सेफ आलमको नाम त इम्प्याक्टमा छुट्याउनै पर्ने। पछिल्लो विकेटमा नि गेममा पनि जनकपुरमा 6 विकेट लिनुभएको थियो। सेफ आलमले कति निर्णायक भूमिका दिलाउन सक्छन् त? त्यो शाह आलमले चाहिँ अलि राम्रै पर्फर्मेन्स गरेछ होइन। तर अब जुन हिसाबले उहाँ अब नेसनल टिममा पढिरहेको प्लेयर हो, योभन्दा अगाडिको गेममा चाहिँ त्यस्तो इम्प्याक्ट पारेको थिएन होइन। जुन लास्ट इनिङमा ह्याट्रिक पनि गर्नुभयो, 6 विकेट पनि लिनुभयो त्यो गेममा। एकदमै राम्रो बलिङ भइरहेछ लेफ्ट आर्मर होइन। अनि शाह आलम भयो। अनि काठमाडौँको चाहिँ मोरओभर बलिङको कुरा गर्दाखेरि चाहिँ फरेन प्लेयर भन्दा पनि डोमेस्टिक प्लेयरमा चाहिँ भर्छ होइन। अब फरेन केसीले अगाडिबाट बलिङ गर्नुहुन्छ, त्यसपछि रसिद खान डेथ ओभरमा बलिङ गरिरहेछ। अनि स्पिनरमा हाम्रो सन्तोष यादव भयो, शाह आलम भयो, यिनीहरूमै फुल डोमेस्टिक सर्किटमा चाहिँ डिपेन्ड छ।
अब त्यो कन्डिसन हेर्दाखेरि चाहिँ मलाई चाहिँ लाग्छ कि अब डोमेस्टिक प्लेयरहरूले चाहिँ टियुको कन्डिसन बुझेको छ अनि मोरओभर विदेशीभन्दा चाहिँ राम्रो चाहिँ गर्छन् जस्तो लाग्छ मलाई। पक्कै पनि हजुरले भनेको सही लाग्दैछ मलाई पनि। अनि हामी मिलन कुमारको नाम छुटाउनै पर्दैन। मिलन कुमारले भन्ने बित्तिकै एक्सपिरियन्स लिएर आउँछ, कतिको असर पर्छ उनको एक्सपिरियन्सले। त्यही मिलन कुमार अब ब्याटिङ बलिङ फिल्डिङ तिनटैबाट काठमाडौँमा अहिले एकदमै उसले नै गरिरहेको छ भनौँ न, प्रायः जसो गेमहरूमा चाहिँ उसकै पर्फर्मेन्स छ होइन। ब्याटिङमा पनि आउने अनि विकेट चाहिँदाखेरि करण केसीले मिलन कुमारलाई सम्झिने अनि बलिङ गर्दा विकेट पनि लिने अनि जुन एनर्जी उहाँको छ फिल्डिङमा अनि एकदमै काठमाडौँको चाहिँ फिल्डिङ पनि एकदम राम्रो भएको छ। अनि हामीले नछुटाउनु पर्ने कुरा कोच होइन, अब जसरी कोचको एकदमै भूमिका देखिन्छ त्योमा होइन। त्यही भएर काठमाडौँ पनि अब ओभरअल एकदम राम्रो टिम देखिन्छ। सकेसम्म सेकेन्डमा इन्ड हुन्थ्यो, अब उहाँहरूले गर्नु राम्रै खेलेको होइन, तर अब जुन हिसाबले विराटनगरले त्यो रन चेज गर्यो त्यो पोइन्ट बराबर भयो भने रन रेटको हिसाबले चाहिँ थर्ड हुन पुग्यो हो। T20 गेम हो, अलराउन्डर कुरा आउँछ। अलराउन्डरमा चाहिँ कुन चाहिँ टिम हाबी देखिन्छ त? अब अलराउन्डरमा हेर्दाखेरि चाहिँ मैले चाहिँ लुम्बिनी अलि हाबी देखेको छु। किन भन्दाखेरि जसरी जे स्मिथ ले पर्फर्मेन्स गरिरहेछ, प्लस अब रोहित पौडेललाई पनि म अलराउन्डरमै काउन्ट गर्छु होइन। अनि त्यो हेर्दाखेरि चाहिँ लुम्बिनी अलि ऊ देखिन्छ। अब भन्दाखेरि काठमाडौँमा पनि राम्रो छ, अब मिलन कुमारको कुरै गरिहाल्यो अनि अलराउन्डर भयो, आदिल आलम भयो होइन। आदिल आलमले अब सोचे जस्तो फ्यानहरूले एक्सपेक्टेसन राखेको थियो, जुन हिसाबले अप्सनमा उहाँलाई सबै टिमहरूले बिट गर्यो त्यो हिसाबको पर्फर्मेन्स भएको छैन। पक्कै पनि अब यो म्याचमा आउँछ कि भन्ने सबैको आश छ। इभिनिङको म्याच छ, पेसको कुरो त छुटाउनै भएन। अर्ली विकेट कतिको जान सक्छ त पेसबाट? त्यही अब काठमाडौँ गोर्खाजको कुरा गर्ने भन्दाखेरि अर्ली विकेटै गरेर चाहिँ राम्रो पर्फर्मेन्स भइरहेको करण केसीले जुन हिसाबले बलिङ गरिरहेको छ नयाँ बलले होइन। त्यही भएर चाहिँ अब काठमाडौँ गोर्खाजले चाहिँ अलि इम्प्याक्ट पार्छ कि जस्तो लागेको छ यो गेममा चाहिँ बलिङबाट। T20 हो, डेथ बलिङ एक्सपर्ट त चाहियो। करण केसी कतिको डेथमा क्रुसियल हुन्छन् त? करणको डेथमा त्यति जति नयाँ बलले क्रुसल हुनुहुन्छ त्यति चाहिँ देखिनु भएको छैन। डेथमा उहाँहरूले चाहिँ काठमाडौँ गोर्खाजले चाहिँ राशिद खानलाई युज गरिरहेको छ होइन। अनि समहाउ उहाँले राम्रो पनि गरिराख्नु भएको छ होइन। त्यही अब उताबाट कुरा गर्दाखेरि चाहिँ हाम्रो लुम्बिनीबाट चाहिँ अब डेथ ओभरमा पनि स्पिनरै युज भइरहेको छ प्रायः जसो होइन। जे स्मिथले पनि गरिरहेछ अनि हाम्रो ट्रमलाइनले पनि त्योमा डेथ ओभरमा चाहिँ बलिङ गरिरहेछ। ओभरअल अब डेथ ओभर स्पेलिस्ट भनेर चाहिँ राशिद खानले चाहिँ हाम्रो काठमाडौँ गोर्खाजले गरेछ भनेपछि उताबाट चाहिँ त्यही जे स्पिन अब यिनीहरू यसरी नै स्पिनमा गरिरहेछ। अब हामी कुरा गर्नेछौँ टसको बारेमा। हिजो पनिको गेममा पनि टस जितेर भए पनि लास्टमा चेजिङ टिमले नै डिफेन्ड गरेको थियो। के लाग्छ त टसमा के हुनेछ? त्यही अब टसमा जस्तो इन्डिया अरू गेमहरूमा हामी नाइटमा हेर्छौँ त्यस्तो इम्प्याक्ट चाहिँ देखिएको छैन यो टुर्नामेन्टमा। जसरी भनौँ न अब दुबईमा हुन्छ, इन्डियामा हुँदाखेरि चाहिँ टस जितेर सिधै नो डाउट फिल्डिङ गर्ने हुन्छ अनि फिल्डिङ गर्ने टिमले एकदमै फाइदा भइरहेको हुन्छ। तर यो गेम अब 4 बजी स्टार्ट हुने भएकोले त्यस्तो ड्युले धेरै इम्प्याक्ट पारिरहेको छैन। अलिअलि चाहिँ पारि नै रहेछ ओभियसली होइन। तर अब मेन्टालिटीको कुरा पनि आउँछ होइन। डिफेन्ड गर्दाखेरि चाहिँ टिमहरू चाहिँ राम्रो रिजल्ट निकालिरहेछ र जिति पनि रहेछ। हामीले यसपालि एनपिएलमा खासै नेक टु नेक कम्पिटिसन देख्न सक्छौँ। भोलिको गेममा यो इलिमिनेटर 1को गेम नेक टु नेक हुने कतिको आश छ त? एज अ फ्यान चाहिँ हामीले चाहिँ अब त्यो एक्सपेक्टेसन राख्नु नै पर्छ होइन, एकदमै टाइट गेम होस् भनेर होइन। तर अब अहिलेसम्म चाहिँ त्यस्तो टाइट गेम हुन सकेन। हिजोको गेम चाहिँ भएको थियो होइन। अब हिजोको गेम चाहिँ त्यो अब दुइटै टिम बाहिर भइसकेको थियो, त्यस्तो महत्त्व भएन। तर जे होस् अबको 3-4वटा गेम पछि छ, त्यो गेमहरूमा चाहिँ एकदमै अलि राम्रो गेम होस् भन्ने चाहिँ हाम्रो। तपाईँहरू प्लेइङ 11मा दुइटै टिमबाट केही चेन्जेस देख्न सकिन्छ हामीले? अब यस्तो छ, दुइटै टिमले चाहिँ जित्नको लागि नै खेलेको थियो लास्टमा होइन। जस्तो अस्ति जसरी काठमाडौँले पनि जित्नै पर्ने गेम थियो, लुम्बिनीले त जित्नै पर्ने गेम थियो। त्यही भएर मैले चाहिँ त्यस्तो चेन्ज चाहिँ देख्दैन, किनकि दुइटै टिम जितेर आउँदैछ होइन। त्यही भएर सायद चेन्ज चाहिँ हुँदैन। त्यही ब्याटिङ अर्डर चाहिँ अलिक काठमाडौँ गोर्खाले चाहिँ मिलाउनुपर्छ जस्तो लाग्छ। भिम सार्कीलाई चाहिँ अलि अपग्रेड, जसरी अब ओडिआईमा खेले पनि 1 डाउन खेलिरहेको नेपाली टिमबाट होइन, T20मा पनि अलिक माथि चान्स दिनुपर्छ जस्तो लाग्छ। हुन्छ अभिषेक, हाम्रो कार्यक्रम जोइन हुनुभयो, धेरै धेरै धन्यवाद। अनि आम दर्शकलाई के भन्न चाहन्छु भने हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गरेर धेरैभन्दा धेरै म्याच पुर्याइदिनुको लागि हार्दिक अनुरोध हुन्छ। आजको यो सेसनबाट म राजन अधिकारी बिदा हुन चाहन्छु। धन्यवाद।